साला हर्केका हलीहरू लाज शरम पचेका युआरबाट उठाएको पैसा चाहिँ स्वाद मासु भात घिचेर सकाउने तँहरू। अनि बालेन शाहले दिएको पैसा चाहिँ हर्का साम्बाङले पहल गरेर आएको सालेहरू। तेरो बाउले फेसबुकमा स्ट्याटस लेख्दैमा पैसा दिन्छ सरकारले। बालेन शाहले चुनावभन्दा 3 महिना अगाडि नै धरान गएर भनेको थियो के धरानलाई खाने पानी पुर्याइदिन्छु भनेर। यता पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पिउने पानीको डिपिआर पहिले भएको थियो, त्यो डिपिआर भयो, त्यो खाने पानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग 5-6 अर्ब लाग्छ। तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। कुन पार्टी पुग्छ अब त्यो सरकारमा? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। त्यही भएर बोलेको बाचा पुरा गरेको तेरो बाउ जस्तो हो, खाली अरूको विरोध गरेर बस्ने। त्यही भएर हामी बालेनको सपोर्ट गर्छौँ। तँहरू जस्तो धेरै मासु भातमा नबिक, जाट रक्सीमा नबिक। तँहरू त्यता गयो टन्न मासु भात घिच्यो, त्यसपछि जाट टन्न धोक्यो, अनि त्यसपछि यहाँ आएर हामीलाई गाली गर्ने फेसबुकमा, अनि बालेन शाहको विरोध गर्ने। तँहरूको कामै त्यति हो।